अब हामी डेरा जाँदैछौँ। हाम्रो ड्युटी टाइम सक्यो। देख्न सक्नुहुनेछ चुना ल्याएका सामानहरू कति बजीसम्म गर्दा रहेछन् ड्युटी भन्ने लाग्यो होला। अँध्यारो अँध्यारो देखिरह होला हैन। भर्खर 5 बज्यो। आजकल छोटा दिन भएर हैन लेट भए जस्तो लाग्छ। बल्ल 5 बज्यो। घाम देख्न सक्नुहुनेछ त्यहाँ माथि डाँडामा पुगिसकेको छ है। के ड्युटी गरे त यिनीहरूले भन्ने लाग्यो होला। देख्न सक्नुहुनेछ जति पनि सेतो देखिरहेछ नि रुखहरूमा, यो स्याउको रुखहरूमा यो सबै हामीले चुना लगाएको। यही नै काम थियो, यही सेतो लगाउने काम थियो। थोरै चुना बचिसकेको छ, त्यही भएर बाल्टीमा हालेर राख्दै हुनुहुन्छ दाइले। कस्तो लाग्यो हाम्रो काम देख्न सक्नुहुनेछ है। झिलिमिली रुखहरूलाई यस्तो बनाइसकेका छौँ देख्न सक्नुहुनेछ है। देख्नुस् आजको काम हाम्रो यही नै हो। कति बचे पुरा बाल्टी? यति बची छ भोलिको लागि सजिलो पनि भयो। हजुर झन् त्यस्तामा ढाल्ला, घाँस नभएमा ढाल्दैन बरु। ढाल्दैन है, यहीँ बसल्दैन। के गर्थ्यो? कुवा गर्थ्यो होइन। ल है हामी त हिँडिसक्यौँ अब घरको लागि। आजको काम देखाइसक्यो हजुरहरूलाई। कम्तीमा 20 मिनट लाग्छ डेरा पुग्नलाई। बिहान ल्याएको बोकिरहेको थिएँ नि त मैले 20 लिटरको क्यानी भनेर। यही नै हो, भोलि फेरि ल्याउनु पर्छ, त्यही भएर वापिस लागिसकेँ। बाल्टीहरू चाहिँ यहीँ राखेका छौँ खेतमा। कस्तो देखिरहेको छ साथीहरू कमेन्ट गर्नु होला है। यो सबै स्याउको रुखमा है साथीहरू। यहाँ माथि होइन जङ्गल जस्तो छ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ जङ्गली मुर्गा यानि कि कालिज पाइन्छ साथीहरू। यसो स्वर सुन्दै जान्छु। कालिज भए टक्क पत्ता लगाएर फाँसी लगाउनु पर्छ है। कालिजको मासु खानुपर्छ साथीहरू। यो खोलामा धेरै पाइन्छ कि कालिज होइन। छ छैन हेर्न जाँदैछु है साथीहरू। खर्चक फेरि आवाज आयो भने भागिहाल्छ कि, त्यो भएर म बिस्तारै जाँदैछु है साथीहरू। कालिज देख्न सक्नुहुनेछ। देख्नुभयो होला साथीहरू कति ठुलो ठुलो कालिजहरू छ कि भाले। अब नजिक गएर तपाईँहरूलाई देखाउँ भने होइन भागिहाल्छ। मलाई देखिहाल्यो, त्यही भएर तपाईँहरूलाई देखाउन सकिनँ होइन। साथीहरू बन्दुक पनि छैन अनि यहाँ जङ्गल पनि छ, डर पनि लागिहाल्छ। साथी पनि छैन होइन, त्यो भएर म फर्किहालेँ। कुनै दिन अरू साथीहरू भएसम्म म तपाईँहरूलाई पुरा देखाउने छु कति छन् यहाँ जङ्गली मुर्गा होइन, कालिज भन्ने कुरा। अहिले डर लाग्यो, त्यही भएर म फर्किसकेँ है साथीहरू। मेरो बडी माथि पुगिसक्यो, हिँडिरहेछ है। यहाँ यति धेरै कालिजहरू पाइन्छ साथीहरू होइन। पासा फाँसी लगाउने पासा पनि छैन मसँग, नत्र भने फाँसी लगाउने हुन्थ्यो। पछि त मालिक साहब आउँछ फेरि बन्दुक ल्याएर ड्वाङ बजाउँछ होइन, मार्छ। मासु चाहिँ एक्लै खान्छ यार, हामीलाई दिँदैन। यस्तै छ। यहाँबाट कस्तो देखिन्छ हाम्रो काम एकछिन है। यहाँबाट कस्तो देखिँदो रहेछ, सेतो देखिन्छ कि नै भनेको देखिँदो रहेछ है। हामीले गरेको आजको काम चुना लगाउने। के साथीहरू कालिज भागिहाल्यो। यो जङ्गलबाट हामी निस्किसक्यौँ। अब चाहिँ कालिज भेटाउन गाह्रो नै हुन्छ। रात परिसक्यो, डर पनि लाग्छ होइन यस्तो जङ्गलमा। त्यही भएर हामी जङ्गलबाट बाहिर भइसक्यौँ। दैनिकी जीवनमा भइराख्ने कामकाजको भिडियो हेर्नको लागि प्लिज मेरो आइडीलाई फलो गर्नुहोला अनि युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला भन्न चाहन्छु। यति भन्दै छुट्टिन्छु। बाई, धन्यवाद।